चाहिँ हाम्रो अब तयारी राम्रै छ, पूर्व तयारी त्यही अनुसारमा सुरक्षा निकायहरू पनि खटाइएको छ। त्यही अनुसारमा डिफ्रेन्ट लिडहरूलाई पनि हामीले निर्देशन दिएको छौँ र यसपालिको टाइममा भनेको निरीक्षण भन्दा पनि मन्त्रीको निरीक्षण भन्दाखेरि जनताको सुरक्षाको लागि चाहिँ हाम्रो हेलिकप्टरदेखि लिएर सबै कुराहरू खटाउने चाहिँ हाम्रो योजनामा राखिरहेको छ। अब पहिलाको टाइममा अस्ति जेनजी आन्दोलनको टाइममा पनि मैले रेस्पोन्ड गर्दाखेरि धेरैजनाले चाहिँ अब मेरो त्यतिखेर हैसियत छैन भन्ने धेरै क्वेसन्सहरू पनि निकालेको थियो। यो मान्छेको हैसियत के यसरी रेस्पोन्ड गर्नुमा, किन त्यो विपदको ठाउँमा गएर बसेर कुरा गरेको भन्ने क्वेसन्सहरू पनि आयो। तर मेरो विचारमा त्यतिखेर नै रेस्पोन्ड एकदम राम्रोसित भएको थियो। हाम्रो जेएनजीको सरकारमा पनि त्यतिखेर म आफै पनि बसेर त्यतिखेर हामी सबैजना मिलेर कसैलाई निर्देशन दिएको होइन नि। त्यो त हामीले नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्नु सक्छ नि त। त्यसको कुरामा चाहिँ हामी यसपालि चाहिँ हामी ओपन छौँ त्यो कुरामा चाहिँ। र पहिलाको गभर्मेन्टले के गर्यो त्योसँग हामीसँग सरकार भएन। तर पहिलाको गभर्मेन्टले राम्रो काम गरेर त्यसलाई चाहिँ अब प्रोत्साहन गरेर जति पनि तपाईँको कमी कमजोरी भएको छ त्यसलाई चाहिँ फुलफिल गरेर यसपालिको गभर्मेन्टले चाहिँ हामीले सरकारले चाहिँ त्यो अनुसारमा चाहिँ निरन्तरता दिँदैछ। गृह मन्त्रालय चाहिँ हरेक चेलीको लागि चाहिँ माइती हो भनेर सोच्नुपर्छ। हामी हरेक नारीको लागि हामी उत्तिकै एउटा आफ्नो परिवार भएर हामी उभिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको लागि सुरक्षा पनि हामी त्यही अनुसारमा हामीले प्लानिङ र स्ट्राटेजीहरूमा राखेका छौँ। पहिलाभन्दा अहिले प्रहरी पनि एकदम इफेक्टिभ वेमा काम गरिराख्नु भएको छ। त्यही अनुसारमा हिजो भर्खरै पनि हामीले निर्देशन दिएका छौँ कि यो नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्, यसमा बोलीचालीमा सुधार गर्नुपर्ने हुन्छ कि उहाँहरूलाई सहयोग गरेर हुन्छ कि, किनभने सेवा नै हाम्रो धर्म हो भनेर हामीले बुझ्दै गर्दाखेरि अब हाम्रो सुरक्षा निकायहरू तपाईँको नागरिकको सेवामा खट्ने हो होइन। अब क्राइम कन्ट्रोलदेखि लिएर सबै कुरामा सबै डिआइजी साहबहरूसँग हामीले हिजो भर्खर बसेर एउटा मिटिङ पनि गरेका छौँ। अनि यसमा चाहिँ हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ। कसैलाई गलत गर्दैमा त्यो गलत गर्यो भने तपाईँको यसमा आफ्नो पार्टी अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ, गलतलाई गलतै भन्छौँ। र गलत गरेको हेर्नेलाई पनि हाम्रो अब सुरक्षा निकायहरूमा कतिजनाले अब त्यहाँ एउटा अफिसर लेभलबाट उहाँहरूले हेरिराख्नु भएको छ होला। तर त्यो कुरालाई चाहिँ उहाँहरूले रेस्पोन्ड राम्रोसित गर्न सक्नु भएन भने चाहिँ हामीले त्यसमा त्यही अनुसारमा चाहिँ हामीले पोइन्ट्सहरू चाहिँ हाम्रो त्यही अनुसारमा डिडक्ट गरेर हामीले हेर्ने चाहिँ हाम्रो योजनामा छ। र यसपालिको हाम्रो सुरक्षा निकायहरूलाई पनि हामीले उहाँहरूलाई प्रोत्साहन पनि त्यही अनुसारमा गरिरहेका छौँ। किनकि पहिलादेखि अब त्यो राजनीतिक दबाब, त्यो चलखेल, त्यो प्रमोसनमा तपाईँको सुटकेस बोक्ने, ब्रिफकेस बोक्ने हरेक कुराहरू हामीले सुन्दै आएको भनौँ न। किन आफ्नो प्रत्यक्ष आफूले नदेखेको हुनाले सुन्दै आएको कुरामा चाहिँ हामी अलि यसमा चाहिँ सेन्सिटिभ भएर यस्तो हुँदो रहेछ सुनिया छ, मिडिया मार्फत हामीले देखाएका छौँ, सुनेका छौँ। यसलाई चाहिँ हामीले डिस्करेज गर्नको लागि चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि चाहिँ यसपालि जतिजना उहाँहरूले पर्फर्मेन्स देखाउनुहुन्छ त्यही अनुसारमा उहाँहरूको चाहिँ प्रमोसन त्यही अनुसारमा गर्ने भनेर हामीले देखिरहेको छौँ। भने हिजो भर्खरै हामीले निर्देशन दिएको चाहिँ अवस्था छ। हजुर यो प्राधिकरणको चाहिँ पूर्व तयारी अनि प्रतिकार्य र पुनर्लाभ तीनटै चरणमा काम गर्ने हो। अब आजको छलफल चाहिँ प्रतिकार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो। र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसुन जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान हामीलाई दिएको छ। अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदरभर्दा कम पानी पर्ने, तर कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्ने। एकै ठाउँ भनेपछि त त्यो मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने चाहिँ अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेछ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ। उहाँहरूले आफ्नो तयारी गर्नुभएको छ। अनि कोलिडमा चाहिँ यो संयुक्त राष्ट्रसङ्घीय निकायले विभिन्न निकायहरूले चाहिँ गैर सरकारी सेक्टरलाई एक ठाउँमा ल्याउने भनेर त्यो मेकानिजम गरिएको छ। र मन्त्रालय र गैर सरकारी क्षेत्र भनेको सरकारी गैर सरकारी दुवै मिलेर कसरी विपदलाई सम्बोधन गर्ने भन्ने सन्दर्भ हो अहिलेको। अब यसमा चाहिँ प्रदेश सरकार र स्थानीय तहको अझ बढी जिम्मेवारी भनेर हामीले बिचमा उहाँहरूको पनि जिम्मेवारीको बारेमा कुरा गरेका थियौँ। भनेपछि यही समग्र अहिलेको विपदलाई हामी कसरी सम्बोधन गर्छौँ भन्ने विषय नै हो। मन्त्रीजीको डिसिसन भनेको प्रतिकार्य राम्रोसँग गर्नु पर्यो होइन। र यदि अहिलेको जन र धनको क्षति कम हुनु पर्यो, यदि त्यो क्षति भयो भने त्यसको जिम्मेवार हामी नै हुन्छौँ होइन। त्यस कारण हामी सबैजनाले यो भन्न एक किसिमले विपदलाई चाहिँ अपडेट रेकर्ड राखेर र समन्वय संयन्त्र राम्रो बनाएर हामी चाहिँ प्रतिकार्यमा जुट्नु पर्यो भन्ने खालको निर्देश छ।
सुखले जित्छ जिन्दगी उसको जो जिन्दगी जितेर हाँस्दछ उनै हुन्छ सफल सर्वदा जो मुस्कुराएर बाँच्दछ र त तपाईको मुस्कानका खातिर हिमालयन गौरी शंकर डेन्टल क्लिनिक सदैव हाजिर छ। दाँत निकाल्ने, कृत्रिम दाँत हाल्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने र टल्काउने, साथै दाँत र गिजा सम्बन्धी सम्पूर्ण उपचार। विस्तृत जानकारीका लागि हिमालयन गौरी शंकर डेन्टल क्लिनिक, अस्पताल लाइन, धनगढी। फोन नम्बर 9848 44 29 14। मुस्कानमा अडिएको छ तपाईको सफलता र तपाईको सफलताको साक्षी हुन हामी सदैव तयार छौं। हिमालयन गौरी शंकर डेन्टल क्लिनिक, अस्पताल लाइन, धनगढी।